आज 8 अक्टोबर 2025 यहाँबाट दसैँ सकेर दसैँबाट चाहिँ काठमाडौँ जाने कार्यक्रम भएको छ। तर टिकट नपाएको कन्टेस्टमा चाहिँ इटरी गएर टिकट लिएर अहिले म इटरीको काउन्टर चाहिँ आएको छु। यहाँ यस्तो छ काउन्टर बाहिर छ, गाडी बस पर्खिरहेको छ। बस भन्दा पनि म माइक्रोमा आउन आँटेको। इटरीबाट यहाँबाट चाहिँ निक्लिएर अब कताको बाटो लिएर जान्छ, एकपल्ट पुगेर चाहिँ के हुन्छ बिचबिचको अपडेट चाहिँ गर्दै गरौँ। तर आज दसैँ सकेर निस्केको 2-4 दिनपछि बल्ल 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 मिलेर निस्केको है। ल ओके, ल बिचबिचको अपडेट गरौँ। ल माइक्रो त्यही नै रहेछ, नम्बर कति छ थाहा छैन, तर अब त्यही नै हो माइक्रो। त्यहाँबाट चढेर हामी निस्किन्छौँ है। इटरीबाट निस्केको अवस्था हो यो। अब यहाँबाट बिस्तारै बिस्तारै जाँदैछौँ हामी। इटरीबाट अब चतरा हुँदै त्यो पछि सायद हेटौँडा पुग्ला, सिन्धुली पुग्ला, सिन्धुलीबाट उता पुग्ला, हेटौँडा पुग्ला, हेटौँडाबाट अनि हुँदै हुँदै जाने होला। अब हेरौँ, लेट्स गो। यहाँबाट निक्लिँदा निक्लेका छौँ, अब कति बेर हुन्छ। चतरा आइयो हो, चतरा पुलतिर आइएको छ, बस्नुको लागि आएको। एकछिन बस्ने अनि त्यसपछि टक्कै निक्लिने। यहाँनिर चाहिँ रिपिटहरू अब यहाँनिर चाहिँ आएको। अब अलिकता आज मोबाइलबाट बनाएको छ है साथी हो। आज इन्स्टा 360बाट आएको छैन, यो मोबाइलबाट बनाएको छ। त्यसरी नै इभी चढेको कुरा समस्या त्यही नै हो। टायर पछाडि पम्चर मात्रै होइन कि पड्कियो। अब यस्तो छ समस्या। अब भर्खर हिँडेको, अब कहिले पुग्ने हो नि समस्या भइसक्यो। अब यहाँनिर आएर बसिएको छ, कहिले हो कहिले हो, यो त पुग्ने नै कहिले भन्ने भइसक्यो। टायर बनाएर निस्कियो है साथी हो। अब एकैचोटि यहाँको नास्ता पनि खाउँ। भर्खर के निस्किएको थियो, फेरि चार्ज गर्ने भनेर भनौँ। त्यही भएर यो इभी चाहिँ हिँड्न मन लाग्दैन। अब चार्ज गर्नुपर्ने होला, आधी घन्टा लाग्ने होला। यहाँनिर के गर्ने वाक्य लागिसक्यो। अहिलेको 1 बज्यो, भर्खर सिन्धुली आइयो। सिन्धुली आएर खाना रोकेको छ, तर आज टाउको दुखेर चाहिँ मेनै गाह्रो भयो। गाडी पनि चार्ज हुँदैछ। अब एकछिन बस्छु, खानासाना खाएर अनि त्यसपछि निस्किने कार्यक्रम छ। अब एकछिन ठाउँमा छ। अब त अलिक कमजोर के भएन है, सबै टाउको दुखिरहेको छ। अब आफूले सुतेको छैन, चार्ज पनि हुँदैछ। जब एकछिन बसेँ अब सब गरौँ है। चौचौकाको सम्झनाबाट जो भाइ हामी एउटै रुममा छौँ। एउटै रुम सरी एउटै 1, 2, 3मा कति नम्बर भन्छ, एउटै सिट भनौँ न। 1, 2, 3मा छौँ। अब खानासाना खाने हो साथी हो। अनि खाना खाएर निस्किने आज अलिक सन्चो छैन। हेटौँडा पुग्न आँटिएको छ। यो पछाडिको सिन्धुलीको बाटो हो। धेरै जान्छ। होइन उताको त्यो पदम दाईले दिएको साथी पदम दाईको साथीले दिएको होला क्या। पदम यो ठ्याक्कै हामी यो हेटौँडा छेउछाउमै आयौँ। हेटौँडा छेउछाउमा आइसकेपछि यो चार्जिङ स्टेसन आएको छ। यो चार्जिङ स्टेसन त अब दिनभरि लामो लाइन छ। अब कहिले सकिने हो र कहिले आउने हो र हाम्रो टर्न पो भइसक्यो। हेर्दै जाउँ अब के हुन्छ।
कस्तो छ चार्जिङ यहाँनिर। अब यो कहिले आउँछ र हाम्रो ठाउँ यार, यतिको भिड छ। हुन त अब हामी ट्याक्कै हेटौँडा छेउछाउमा आएका छौँ। कहिले यहाँ टाइम अब चार्जिङ हुँदै रहेछ, फास्ट चार्जिङ। यो लाग्न त अब आधी 1 घन्टा लाग्ला यहाँबाट। अब मुङलिङबाटै जाने डिसिसन हो। यो फास्ट चार्जिङ भन्ने रहेछ। यो अहिले हामी हेटौँडामा छौँ, यो चार्जिङ हुँदैछ देखिराख्नुपर्छ होइन। फास्ट चार्जिङ गऱ्यो, अब यो आधी घन्टा यहाँ लाग्ला चार्जिङ सकेर। अनि त्यसपछि हामी चाहिँ अब मुङलिङको बाटोबाट जाने कन्फर्म हो होइन। अब मुङलिङकै बाटोबाट जाइन्छ। लगभग यहाँबाट 5-6 घन्टा भनेको अहिले लगभग 7 बज्यो, 8, 9, 10, 11, 12, 1-2 बजीसम्म त बस्नु नपुगेला। अब जाने नै गइसकेपछि होइन। अब हेटौँडामा अब यहाँबाट सिधै खानासाना खाँदा पनि खाइँदैन, यहाँबाट सिधै निस्किने काम गर्नु। ल बिचको अपडेट गर्दै गरौँ न ल। चितवन कुरिङटार आइयो। एभीको चार्जिङ बजेको छ 10:30। यहाँ आइएको छ। अब यहाँ पार्किङ छ। अब यहाँनिर गाडी पार्किङ गर्ने। भोक लागेको छैन, खानासाना खाने अनि त्यसपछि हामी यहाँबाट फर्र निस्किने हो। अब यहीँ बसेर खानासाना खाइन्छ। अब यस्तो ठाउँ होटल चाहिँ राम्रै ल्याएर राखेको छ होइन साथी? चिटिक्क बनाएको रहेछ होइन? यो पुरै एकदम रिसोर्ट टाइपको। अब यहाँ बसौँ, केही खाना पाइयो भने राम्रै खालको रहेछ भने केही खाइदिउँ कि। खाना आएको छ। खानासाना खाएर लाग्छ आएको छ। ल म देखाउँछु एकखेप। झन्डै यो रातिको 2 बज्यो। हामी गल्छीमा आएछौँ। गल्छी जहाँ चाहिँ यो गाडी चार्जिङ गर्ने भनेर ल्याएको छु। फेरि अब लगभग आधी घन्टा बसेर यहाँबाट निस्किन्छौँ होला। अब 1 घन्टामा चाहिँ कसो पुगिँदैन। लगभग यहाँ आएको छौँ। यो पनि त्यो ठाउँमा आएको छौँ। अब पछाडि चाहिँ अब गाडीहरू निक्लिने छ। गाडीहरू हिँडेको कुदेको छैन।
ल अब एकछिनमा घर कति बेर पुगिन्छ अनि अपडेट गरौँ ल। फाइनल्ली काठमाडौँ छिर्यो, अहिले सुन्दुरमा आइयो। लगभग आइसकेपछि अब एकछिन बसिन्छ यहाँबाट। अब अबको चाबीले हो यहाँबाट पुगेर गफ गरौँ अहिले ल। लु चाबेल उत्रियौँ। चाबेलबाट अब एकछिन बस्ने हो, यहीँ पठाउ खोज्ने हो, नभए टुटल खोज्ने हो, नभए हिँड्दै जाने हो। आइयो फाइनल्ली आइएको छ। अब अरू कुराहरू घरमै पुगेर गफ गरौँ ल। जय देश।